हेलो नमस्ते जमसम थकाली किचन। यो चाहिँ चिकन मोमो हजुरहरूले एकदम धेरै रुचाइदिनु भएको भोजन पनि पाउनुहुन्छ हजुरहरूले। हाम्रोमा चाहिँ पोर्क र अनि चिकन अनि पनिर र भेज मिक्स मोमो पनि पाउनुहुन्छ हजुरले। यो बनाउनलाई चाहिँ हामी चाहिँ पहिला त चिकन किमा चाहियो। चिकन किमासँगै प्याज 6 किलो चिकन किमामा मैले चाहिँ 3 किलो प्याज मिक्सर गरेर राख्छु। अनि त्यसमा चाहिँ 3 चम्चा अदुवा, 3 चम्चा लसुनको पेस्ट, सोया सस अनि मिट मसला, मोमो मसला अनि 3 मुर्के धुलो अनि त्यसमा चाहिँ हजुरले नुन अनि जिरा पाउडर थोरै अनि ब्ल्याक पेपर यो सबै राखिसकेपछि थोरै तेलमा तावामा तेल तताएर त्यसमा चाहिँ मैले चाहिँ बटर राख्छु। बटर चाहिँ मजाले तातिसकेपछि हजुरले चाहिँ चिकन क्युब राख्दाखेरि चाहिँ अलिकति बटर नतात्दै राख्नुहोस् है, तर नत्र पछि फेरि डढ्छ। सो हल्का तातो भएपछि यो चिकन क्युब मैले 2 पिस राख्छु। एक बट्टामा 2 पिस हुन्छ, त्यो 2 पिस चाहिँ राख्छु। अनि यो खारिसकेपछि यो तेल तात्दै जान्छ, तातेर अनि बटर पक्रिसकेपछि त्यसैले किमामा झानिदिनुहोस्। यो मसला सबै राखिसकेपछि त्यसमा झानेपछि यसलाई चाहिँ पहिला हात धोएर राम्रोसँग सफा हातले राम्रोसँग मोल्नुहोस्। मोलिसकेपछि किमा रेडी भइसकेको छ। किमा रेडी भएपछि हजुरलाई यो 6 केजी किमाको लागि चाहिँ मैले झन्डै 4 किलो मैदा मुछेको छु। मैदा मुछ्दा चाहिँ हजुरले थोरै तेल राखेर थोरै मनतातो पानी राख्दिनु भयो भने चाहिँ डो चाहिँ एकदम सफ्ट हुन्छ। अनि त्यो पानी थोरै अड्कलेर पानी सँगसँगै हजुरले थोरै तेल राख्नुहोस्। अनि त्यो पनि सफा हातले मजाले मोलिदिनुहोस्। यो सबै बिस्तारै सबै मोलिसकेपछि यसरी सबै मजाले पानी तेल अनि पिठो मिक्स हुने गरेर सबै मजाले मिक्स गरेपछि डो यतिको भएपछि यसलाई चाहिँ रेस्ट गर्न प्लास्टिकमा प्याक गरेर 1-1.5 घन्टालाई छोडिदिनुहोस्। हतार छ भने 15-20 मिनट हुन्छ। अनि त्यसपछि हजुरहरूले बनाउन सक्नुहुन्छ मोमो। त्यसको लागि सानो सानो गोलो बनाएर बेलेपछि हजुरले आफ्नो डिजाइनमा गोलो च्याप्टो कस्तो खालको आफूलाई बनाउनु आउँछ त्यही अनुसारको मोमो बनाएर रेडी गर्न सक्नुहुन्छ। यसलाई हजुरले फ्रेसै खान सक्नुहुन्छ। अनि त्यसको साथमा धेरै स्टक छ भने हजुरलाई डिप फ्रिजमा राखेर 2-4 दिनपछि खान पनि मिल्छ। सो हजुरहरूलाई चाहियो भने चाहिँ आउन सक्नुहुन्छ जमसम थकाली किचनमा। यो भोजन मोमो पनि बच्चा बुढाबुढी सबैलाई दिँदा हुन्छ, किनभने मैले राखेको मोमोमा चाहिँ धेरै मसलाहरू छैन, धेरै ओइली छैन अनि त्यसमा बोसोहरू पनि हुँदैन। सो थ्याङ्क यू सो मच सबैजनालाई, मेरो कस्टमर ह्याप्पी कस्टमरहरू सबैजनालाई धेरै धेरै धन्यवाद। नयाँहरू पनि भिजिट गर्न सक्नुहुन्छ। यो चाहिँ महाराजगञ्ज अमेरिकन एम्बेसीको अपोजिटमा छ। कन्ट्याक्ट गर्न सक्नुहुन्छ 98 039 10 31 41। थ्याङ्क यू सो मच।